हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि ओसो जाँदैछौँ किनभने कफी खान र दिदीबहिनीको अन द स्पोट प्लान भएर चाहिँ हामी पानी परिरहेको थियो सिमसिम, तैपनि जाडो पनि थियो सबै कुरा। अनि हामी चाहिँ कफी खान गयौँ ओसो र हामी दुईजना मस्त गफ होइन इन्जोय गर्दैछौँ है त। ल प्रकृतिसँग हामी रमाउँदैछौँ यहाँ चाहिँ। ल कहिलेकाहीँ हाम्रो मुड चलेको बेलामा हामी जता पनि पुगिदिन्छ कि उतिखेर नै हाम्रो एउटा प्लान नै हुँदैन होइन। यसरी नै दुई बहिनी हल्ला गर्दै गयौँ। अब हामी चाहिँ पुग्न लाग्यौँ ओसो तपोवन र रमाइलो भइरहेको थियो। दिदीले चलाएको स्कुटर पछाडि बस्न चाहिँ पहिलोचोटि नै होला। मैले चाहिँ यति धेरै इन्जोय गरिरहेको थिएँ पछाडि बसेर होइन, नक्कल पार्दै भिडियो बनाउँदै। फाइनली डेस्टिनेसन आइपुग्यो। हामी चाहिँ लालीसँग भेटाउँछु। लालीको हो त ल है। हामी चाहिँ यहाँ आइपुगेँ कफी खानलाई। एकदमै चिसो छ वेदर चाहिँ। इस हुस्सो पनि लगाइरहेछ है दिदी। ल यता लाफिङ बुद्ध होइन यो? ओके ल आउनु होला हजुरहरू पनि। यो ठाउँ चाहिँ साँच्चै यति पिसफुल छ होइन, यति रमाइलो लाग्छ कहिलेकाहीँ जाँदाखेरि चाहिँ। तपाईँहरू पनि जानु होला प्लिज होइन। आनन्द छ हरियाली जङ्गलको छेउमा अनि टक्क मिठो कफीको साथमा चाहिँ कुरै नगरौँ यति आनन्द हुन्छ कि होइन। हामी चाहिँ बिहानै गएको थियो 10 बजे नै है। यो टाइम चाहिँ हाम्रो 10 बजेको थियो। एक दुईवटा भिडियो खिच्दै हाम्रो ब्रेकफास्ट पनि आइपुग्यो अनि कफी पनि आइपुग्यो अनि हामी ब्रेकफास्टमा रमायौँ। त्यसपछिको दुनियाँ फेरि अर्कै। हामीले बाहिर भ्यूहरू देखायौँ तपाईँहरूलाई। मैले चाहिँ दिदीलाई फोटो खिच्न सिकाउँदै थिएँ, यस्तो यस्तो खिच्न है दिदी भनेर। तर दिदीले यस्तो पो खिचिदिनु भयो है। नट ब्याड। त्यही पनि यो हो हाम्रो त्यहाँबाट देखिने भ्यू। यति राम्रो छ, हेर्नु होला प्लिज। तपाईँहरूलाई पनि कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। यदि जानु मन छ भने प्लिज जानु होला पनि। मैले चाहिँ मौका पाएँ भने फोटो खिचिहाल्छु क्या, फोटो र भिडियो होइन। राम्रो होस् नहोस् तर पनि मैले चाहिँ खिचिहाल्छु। दिदीलाई धेरै दुःख नि थिएँ यो दिनमा चाहिँ। आज चाहिँ त्यही हो समग्रमा भन्नुपर्दा हामीले एकदमै इन्जोय गऱ्यौँ दुईजनाले। हजुर पनि जानु होला ओसो तपोवन। थ्याङ्क यू सो मच।